सुन्नु त नानीले त सधैँ यति छोटो कट्टु लाएर हिँड्छिन् त के हो त्यस्तो भने हो र त्यसलाई पनि जति भने पनि नलाग्ने भयो भने म त हैरानै भइसक्यो कति भन्छु कि मैले त्यसलाई मेरो कट्टु लाएर नहिँड आफ्नै लगा भन्यो टेर्दैन भने खाली मेरो लुगा लाएर हिँड्दिने सुन्नु न तपाईको छोरीलाई केही काम गर्न आउँदैन भने जे काम पनि उल्टो गरेर आउँछिन् त कस्तो ढङ्गै नभा हो ओ भने के काम जाने हैन के काम नजानेपछि नगर न तपाईको छोरीले जस्तै नगरिकन बसे त हुन्थ्यो नि है यहाँ मम्मी सिकिहालिन्छ नि भन्छ अनि मान्दैन जानी नजानी गर्न खोज्छ भने तपाईको छोरी जस्तो हुनुपर्ने के गर्दै नगर्ने आनन्दै तपाईको छोरी त सधैँ राति 9 बजे घर आउँछिन् त के हो तपाईले पताउनु हुँदैन होला मैले त्यसलाई कति भनेको के राति 9 बजे घर नआइजे राति 9 बजे घर आउने है तपाईको छोरी जस्तै बेलुकैसम्म बस अनि एकैचोटि भोलि बिहान आइजे तपाईको छोरी नि त बिहान आउँछ नि है उ जस्तै गरेर आयो हुन त मान्दैन यहाँ मम्मी राति बस्नु हुँदैन भन्छ आइहाल्छ 9 बजेसम्म त तपाईको छोरी बरु ठिक छ भने मलाई त थाहा नै थिएन हेर्नु मैले त्यसलाई कति भन्छु कि गेटसम्म मात्र लिएर आउने होइन भित्रै लिएर आउनु पर्छ भनेर घरभित्र लिएर स्या खाएर जान्छन् भन्छु टेर्दैन भने यस्तो नटेर खाएर जान्छन् भन्छु टेर्दैन भने यस्तो नटेर्ने पनि